राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन रण मैदानमा उत्रिएका छन्। गणतन्त्रवादीसँग अबको लडाई वार पारकै हुने उनको बुझाइ छ। जेठ 15 गतेदेखि सुरु हुँदै गरेको राजावादी आन्दोलनलाई सशक्त बनाउन उनी अहिले राजसंस्थावादीका शुभचिन्तक र शुभेच्छुकसँग संवादमा छन्। उनको योजना संघीयता खारेज गर्ने, राजालाई दरबार फर्काउने र नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने हो। उनी गणतन्त्रवादीसँग अन्तिम लडाईको तयारीमा जुटेका छन्। झरीको मौसम सुरु हुँदै गर्दा छाता सहित आन्दोलनमा सहभागी हुने तयारीमा राजसंस्थावादी छन्। राजेन्द्र आफ्नो आन्दोलन सफल हुनेमा ढुक्क छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै हेलिकप्टरको व्यवस्था नै गर्ने बताए। यो प्रधानमन्त्री ओली प्रतिको कटाक्ष वा दया भन्दा पनि अब संघर्षकै बलमा ओली संरक्षित व्यवस्था हुत्याइदिने उनको चेतावनी थियो। प्रधानमन्त्री भन्दै हुनुहुन्थ्यो संसदमा सवाल जवाब गर्न पाइएको छैन, फेरि आज उहाँको जवाब दिने कार्यक्रम छ, तर हामीले सवाल गर्न नपाउने हाम्रो पालो परेन। त्यस्तो परेछ। मैले सोचेँ उहाँलाई अब यहाँबाट चाहिँ भन्छु कि प्रधानमन्त्रीले भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नु भएन नि हो भनेर भन्नुभयो। भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकप्टरबाट जाने मौका दिनुपर्छ। हेलिकप्टरमा सुविधा प्रयोग गर्ने छुट दिए। त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो। यसपालि टुङ्ग्याएरै छोड्ने हो। त्यही हिसाबले हाम्रो मेहनत बढाउँ। म धेरै कुरा भन्दिनँ। सबै इमानदार पूर्वक लागौँ, सबै इमानदार भएर लागौँ र हामीले आम जनतालाई फेरि पनि बुझाउँ। यो आन्दोलन राप्रपाको मात्रै होइन, राप्रपा नेपाल राष्ट्रिय शक्ति नेपालको मात्रै होइन, यो आम देशवासीको आन्दोलन हो। राजेन्द्रको बुझाइमा नेपालमा ठूला परिवर्तन जनताको मतबाट भएको छैन। 2007 सालमा कांग्रेस र राजा मिलेर राणालाई सत्ताबाट हटाए। 2017 मा राजाले कांग्रेसी नेतालाई कैद गरी पञ्चायती व्यवस्थाको जग हाले, जुन व्यवस्था 30 वर्षसम्म चल्यो। 2046 सालमा पञ्चायतको विरुद्ध कांग्रेस र कम्युनिस्टले पहिलो जनआन्दोलन गरे र राजालाई सक्रिय भूमिकाबाट अलग राखे। 2062-63 मा 7 राजनैतिक दल र माओवादीले दोस्रो जनआन्दोलनको बलमा राजतन्त्रलाई नै हटाएर गणतन्त्र ल्याए। गणतन्त्रसँगै संघीयता आयो, देश धर्मनिरपेक्ष घोषित भयो। यी कुनै पनि परिवर्तन जनताको मतदानबाट भन्दा पनि आन्दोलन र जनदबावबाट भएको कारण राप्रपा पनि अब संघर्षकै योजनामा छ। बोल्न र चेतावनी दिन सहज भए पनि आफ्नो अपेक्षा अनि एजेन्डालाई यथार्थमा बदल्न राजेन्द्र लिङदेनलाई त्यति सहज भने छैन। राजेन्द्रको बाटोमा राज्य शक्तिको डण्डासहित प्रधानमन्त्री केपी शर्मा ओली उभिएका छन्। ओलीले बुझिने भाषामा व्यवस्था विरोधी गतिविधि सह्य नहुने चेतावनी पटक पटक दिइसकेका छन्।